जरा कर तुम्हारा मंदिर माँ तेरा मंदिर माँ तेरा Madramana Krishna Bhakta Ashtami Koratna Madramana Krishna Bhakta Ashtami Koratna Jela Vidyadhan Manubo Sakshat Paramatma Jela Vidyadhan Manubo Sakshat Paramatma Jai Krishna
बद्री प्रपन्न गुरुवर्य पदाब्जवेगम् माधव प्रियंस प्रतिमादिभयं करार्यम् दामोदराय गुरुवर्यमहं भजामि वाञ्छाकल्पतरुभ्यश्च कृपासिन्धुभ्य एव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः अनन्तकोटि वैष्णवेभ्यो नमो नमः सच्चिदानन्दरूपाय विशोत्पत्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः मनुष्य कन्हैया लाल को भक्तर भगवान को आज आनंद को जय जय पूर्ण ब्रह्म परमात्मा कर्ण करुणा वर्णालय भक्तवान कल्पतरु तड़ित द्युति पीताम्बरधारी नंदनंदन यशोदानंदन ब्रजेंद्र नंदन भगवान श्री कृष्ण को वाणी रूपी प्रतिमूर्ति से भागवत महापुराण हामीहरू भागवत का सहारा लिएर भागवतलाई पढेर भागवतलाई जीवन में अपनाएर भगवान का भक्त बन्न तैयार भएका छौं र भगवान का भक्त सम्झिन्छौं आफूलाई। यही भागवत महापुराण में वर्णन गरे अनुसार हाम्रो भागवत भगवान में आउने भगवान साक्षात भगवान श्री कृष्ण भगवान नारायणले कृष्ण अवतार लिएर आउनुभयो। कृष्ण अवतार में आएको बेलामा उद्धवजीले प्रश्न गर्नुहुन्छ विचारा भन्नुहुन्छ हजुर त कस्तो दिव्य लीला गरिदिनु भयो हामीलाई गदगद बनाइदिनु भयो हामीले संसारलाई बिर्सिएर परमात्मामा मात्रै हामी प्रवृत्त भएका छौं हजुरकै मात्रै ध्यान गर्न उद्यत भएका छौं प्रभु ठिकै छ तर हजुरको यो सृष्टि जसरी चल्दैछ नि अहिले हजुर जसरी सृष्टि चलाउँदै हुनुहुन्छ हजुरको सृष्टि यो बडा धार्मिक सृष्टि छ भगवानका छत्र छायामा चलेको सृष्टि कस्तो सृष्टि होला ठाउँ ठाउँ पुराण भइरहेका छन् गाई सेवा भइरहेको छ सत्संग भइरहेको छ भक्तवृन्दहरू बडा आनन्दित छन्। संसारी सृष्टि र सरकारले चलाउने जनताको परेशान हुन्छन् त आज जहाँ भगवान नै राजा हुनुहुन्छ हामी शान्तिले बस्ने एकछिन गोविन्द भगवान हो जहाँ हजुरै राजा हुनुहुन्छ हजुरले चलाएका प्रजा हामी चल्दैछौँ यस्तो हुँदाखेरि त हजुरले सञ्चालन गरेको राज्य यस्तै भइरहोस् हजुर नजानुहोस्। उद्धवजीले भगवानसँग प्रार्थना गर्नुभयो भगवान कुन स्थितिमा हुनुहुन्छ एउटा पिपलको वृक्षमा लीला गरिसकेर स्वधाम भन्ने आफ्नो धाममा जानलाई भगवान कृष्ण तयार हुनुहुन्छ
बस्नुभएको छ एउटा गोडामाथि अर्को गोडा राख्नु भएको छ। भगवानलाई उद्धवजीले प्रश्न गरे, प्रभु हजुर नजानुहोस्, हजुरका बाल लीला सम्झिँदाखेरि नि कस्तो सुनु लाग्छ भने, कति सुनु लाग्छ भने हजुर सानो हुँदाखेरिका लीला गर्नुभएको। हजुरले ती वसुदेव र देवकीलाई, नन्द बाबा र यशोदालाई वरदान दिनुभएको हामी आउँछौँ भनेर। यी नन्द बाबा र यशोदा माता, वसुदेव र देवकी सन्तानका लागि लालायत थिए, गए तपस्या गरे, भगवानलाई प्रसन्न गराए, यिनीहरूले सन्तानको कामना गरे। भगवान अलग अलग छुट्टै भगवानले भनिदिनु भयो सन्तान त म भइगएँ, म कसरी तिमीहरूको सन्तान हुन सक्छु त, म जे पनि हुन त सक्नुहुन्थ्यो, तर म अहिले नानी हुँदा सुहाउँछ त। मान्छेले के भन्छ, प्रतीक्षा गर, दिनको प्रतीक्षा गर, तिमीहरूकामा म केही न केही रूपले आउँछु भन्नु। दिन बित्दै गयो। हेर्नुहोस् है, वरदान जस्तो मागेको छ नि त्यस्तै भगवानले पुरा गर्नुहुन्छ। हामीले सम्पत्ति मात्रै माग्यौँ भने सम्पत्तिको ओहिरो लगाइदिनु होला, तर बुद्धि चिज दिनु भएन भने के गर्ने? सम्पत्ति काम छ र काम छैन नि, बुद्धि हुनु पर्यो नि सँगसँगै। सम्पत्तिसँग आए त्यसो भने अब जाने गुरुजी सम्पत्ति दिनु होला अनि बुद्धि दिनु होला भन्छु नि त, बुद्धि माग्छु होला। सम्पत्ति पनि दिनु भगवानले, बुद्धि पनि दिनुभयो, सन्तान दिनु भने के गर्नु नि? सम्पत्ति र सन्तान त अलग अलग कुरा हो। सम्पत्तिले मात्रै पनि पुग्दैन, सन्तान चाहिन्छन्, सन्तानले मात्रै पनि हुँदैन, सम्पत्ति पनि चाहिन्छ। यी दुईटाले मात्रै पनि भएन, बुद्धि पनि चाहियो। हेर्नुहोस् है समस्या हो। अब त्यति त भइयो होला नि, सम्पत्ति पनि भयो, सन्तान पनि भयो, बुद्धि पनि भयो, अब त खाइन्छ होला नि भन्यो भने रूप दिनु भएन भने पनि त मान्छेले कति नराम्रो गरी भन्छ। रूप पनि राम्रो सुन्दर हुनु पर्यो। यी जम्मै कुरा कसैलाई आउँदैन। आज नन्द बाबा र वसुदेवले वरदान माग्नुभयो। के भन्नुभयो भने हजुरको बाल्य सुख हामीलाई प्राप्त होस्। कथा ध्यानले सुन्नु होला। बाल्य सुख पाउनु भनेको त जन्मिनु पर्यो नि त घरैमा, त्यस्तो सोच थियो उहाँहरूको। बाल्य सुख भगवान शास्त्र भनिदिनु भयो भने हाम्रैमा जन्मिनुहुन्छ, भगवान बालक भएर आउनुहुन्छ, अनि जन्मेपछि बाल्य सुख हामीले पाउँछौँ। अनि बढ्दै 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 गएपछि बालकलाई सकिएपछि त युवावस्था पनि हाम्रै घर आउँछ। अनि छोराको बिहे हुन्छ, बुहारी राधाजी भनेर आउँछिन्, अनि राधा कृष्ण घरमा छोरा बुहारी हुन्छन्, जीवन कति राम्रो हुन्छ भनेर वरदान माग्नु भएको। तर भगवानको इच्छालाई कसले रोक्न सक्छ र भक्तजन? भगवानले बाल्य सुख मागेको, बाल्य सुख मात्रै प्रदान गर्नुभयो नन्द बाबा र यशोदा मातालाई। बाल्य सुख मागेको थियो, बाल्य सुख प्रदान गर्नुभयो। कसो गर्नुभयो भने जन्मिनुभयो वसुदेव र देवकीका कंसका कारागारमा। अनि सानो उमेरका लागि रातारात गोकुलमा पुर्याइयो। गोकुलमा गएर नन्द बाबा यशोदालाई बाल्य सुख भनेको 4-5 वर्षसम्मको सुख प्रदान गर्नुभयो। फेरि भगवानले त्यहाँ बाई बाई भनेर हिँड्नुभएको, फर्केर फेरि जानु भएन। र एक रूपले भगवान हमेसा वृन्दावनमा आज पनि हुनुहुन्छ। तर जुन स्थूल रूपले जो देखिने रूपले हुनुहुन्थ्यो, जस्तो बाबा मलाई चाहिन्थ्यो। हाम्रा घरमा भगवानले भनिदिनुहोस्, कृष्णले आज तिमीहरूका घरमा सानो रूपले बसिरहेको छु है भनिदिनुहोस् त। एक दिन चाहिँ विश्वास होला, भोलिपल्ट विश्वास देखिनुहुन्न नि त, सूक्ष्म रूपले, अदृश्य रूपले। पर्सि देखिनुहुन्न, नदेखिएपछि हामी मनमर्जी गरिहाल्छौँ, हामी मनमर्जी गरिहाल्छौँ, होइन नि त। तर घरमै नानी भए जस्तो त हुँदैन नि त। नानी नै हुने घरमा हो भने त डरले पनि भेट जोगिन्छ। भगवानले बाल्य रूपको सुख, बाल्यावस्थाको सुख मागेका नन्द बाबा र यशोदालाई पुरा गर्नु। यता वसुदेव र देवकीले वरदान माग्दा के भनेका थियो भने नि, हजुर हाम्रो छोरो होइदिनुहोस्, नानी भएर जन्मिनु, बालक भयो हाम्रो घर। हजुर हाम्रो त्यसरी जन्मिनु भनेको जन्मिनु भयो त, कारागारमै भएर जन्मिनु भयो। उहाँहरूको पनि वरदान पुरा गरिदिनु भयो। उता गएर नन्द बाबा र यशोदाको पनि वरदान पुरा गरिदिनु भयो। गोपिनीहरूलाई पदमा सिकाउनु भयो। गोपिनीहरूको आचरण ठिक रहेनछ भन्ने बाहनाले नि, आचरण ठिक रहेनछ गोपिनीहरूको। कसरी भन्दा भगवानलाई नि भोग लगाउने मोही पारेर माखन निकालेछ। माखन भनेको सार वस्तु भगवानले सिकाउनु भयो।
शास्त्र अनेक छन्, विद्या अनेक छन्, भाषा अनेक छन्, समाज अप्ठ्यारो सजिलो जस्तै छ, त्यसमा पनि जुन सार वस्तु हो त्यसलाई मात्रै ग्रहण गर्नुपर्छ। कसैले कसैका कुरा लायो भन्दैमा त्यसका पछि पर्ने होइन, सुन्यो भने प्रतिकार गर्न छोड्ने होइन। सार भनेर कति गर्छन् सदानन्द गुरुजी यस्तो अरे भन्न बोल्ने जति छ कति छन् कति बोल्न सुन, त्यसमा मेरो आफ्नाले पनि सुन्दो रहेछ, कुदेर ल्याएर सुनाउँछ, उसले भनेको पनि भन्छ, त्यो मान्छे पनि म देख्छु, तर म चुप्प लाग्छु, जयश्री म नाडा भन्छु, मलाई टाउको दुखाइन्छ नि, त्यो सार होइन। गाउँले कुरा गर्नु त्यो सार होइन। जुन दिन छेउमा आएर टक्कर लिन आउँछ नि, अनि मैले गल्ती गरेको भने उसँग मैले के गर्नुपर्छ त्यही दिन पो गर्नु छ। मैले मोही पार्न थाल्दाखेरि मोही फाट्नु, अनि बिग्रिनु, घिउ नलाग्नु, लागेपछि पनि राम्रो नहुनु, राम्रो नसिद्धिनु, भगवान भन्नुहुन्छ त्यो सार होइन। सार कुन हो? सिद्धिएको घिउ, खौलेको डल्लो, त्यसलाई खारो, खार्दा ठिक्क खारिएको घिउ। धेर खारिएको के हो आमा? धेर खारियो भने के हो? त्यो डढेलो। नौलीलाई खार्दाखेरि धेरै खारियो भने डढेलो, ठिक्क खारियो भने चाहिँ घिउ। त्योभन्दा पहिले नौनी हो, त्यो ठिक्क खारिएको घिउ चाहिँ सार वस्तु हो। त्यो मलाई भोग्लाउने माखन मिश्री कन्हैया भने त्यसले त्यहाँबाट पारी मलाई भोग्लाउने, आज मलाई भोग्लाउनको लागि बनाउने, तर त्यही चाहिँ जुठो दिने मलाई, मै गोपिनीहरूको जुठो खानु। भगवानले कहिले गोपीलाई सम्झाउनु, तिमीहरूले जान्यौ न, शुद्ध गर्न सिक। गोपिनीहरूलाई त्यो थाहै छैन यस्तो अरे क्या। हामी नि कसैलाई राम्रो मानिरहेका हुन्छौँ, राम्रो भनिरहेका हुन्छौँ, राम्रो गरिरहेका हुन्छौँ, तर उसलाई चाहिँ त्यो नराम्रो भइरहेको हुन्छ। जस्तै कसैका घरमा बार बार गइरह्यो भने आफूलाई त राम्रो लाग्छ, यसो एउटा बोलिदिन्छन् पनि जाइरहन्छ, तर आफू बकालले उसलाई चाहिँ नराम्रो लागिरहेको हुन्छ क्या। कति आउँदो रहेछ मान्छे आइहाल्यो, आज मकैसके भुटेर खाएर सुत्नु भनेको, आएर बसेर खाना बनाउनु पर्यो नि त।